यो हो एम्बेसडर प्रोग्राम। यो एमएलएम होइन, तपाईहरुको जब पनि होइन। तपाईले स्कुटर किन्नु पर्दैन, पैसा लगानी गर्नु पर्दैन, न त स्टक नै राख्नुपर्छ। यदि तपाईँ वास्तविक एक्सपिरियन्स सेयर गर्न चाहनुहुन्छ र अरूलाई फ्युल बचत गराउन चाहनुहुन्छ भने तपाईँ पनि यसमा भाग लिन सक्नुहुन्छ। तपाईँ हामीलाई स्कुटर बेच्न मद्दत गरिराख्नु भएको होइन कि तपाईले आफ्नो परिवारको पैसा, नेपालको पैसा नेपालभित्र नै राख्नलाई र विदेशी ओइल ब्यारलमा, फरेन ओइल ब्यारलमा बग्नुबाट बचाइराख्नु भएको हो। यो भिडियोले तपाईलाई जबरजस्ती केही किन्न भन्दैन, खाली भाषण पनि गर्दैन। यो केवल 3 कुराको एन्सर गर्छ। इलेक्ट्रिक स्कुटरले साँच्चीको पैसा बचत गर्छ, हामी नम्बर देखाउँछौँ। रिलायबल छ, भरपर्दो छ कि छैन, ब्याट्री वाटरप्रुफिङ हो कि होइन, उकालो मजाले तान्छ कि तान्दैन, र रेन्ज कतिको दिन्छ भन्ने कुराहरूको बारेमा खुलासा गर्छौँ। अर्को भनेको फ्युलको फ्युचर अनसर्टेन छ भने र इलेक्ट्रिसिटी मात्र हाम्रो कन्ट्रोलको एनर्जी हो भने साधारण मानिसहरू कुन साइडमा उभिनुपर्छ त भन्ने कुराको बारेमा हामी खुलासा गर्छ। यो प्रश्नहरू चाहिँ तपाईहरुको अटेन्सनको वर्थ छ भने र देश नछोडिकन कमाउन चाहनुहुन्छ भनेदेखि, नेपालको फ्युचरप्रति सचेत हुनुहुन्छ भनेदेखि सुन्दै जानुहोस् र यो भिडियो हेर्दै जानुहोस् र सकेसक्दो धेरै मान्छेहरूप्रति सेयर गर्नुहोस्।